नाच्छ कि के गर्छ बरु ल अर्का भाउजूले हाम्रो लागि सामान खोलेर देखाउँदै हुनुहुन्छ। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम एन्ड वेलकम ब्याक टु गुरुङ शर्मा अनदर न्यू डे न्यू भ्लगमा। आज चाहिँ हामी चाहिँ आमा छोरी रेडी भइसक्यौँ। हामी चाहिँ कहाँ जाने भन्दाखेरि मेरो सानोको बाबाको मामाली साइडमा हामी चाहिँ चेलीबेटी खाना जाने हो साथीहरू। हजुरले मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। ओके साथीहरू, हेर्दै गर्नुहोला। यहाँ म मेरो नानीको फोटोसुटहरू पुरा गर्छु अनि उता चाहिँ मम्मीहरू रेडी हुँदैन हुन्छ। यो चाहिँ मैले लगाइदिएँ, यो चाहिँ तिहारको लागि भनेर किनेको थिएँ तर लगाइदिएँ। कस्तो देखाएको छ साथीहरू भनिदिनु होला, कमेन्ट गरिदिनु होला। मेरो सानोले पनि नयाँ नाना लाग्छ, यहाँ कस्तो देखाएको छ भनिदिनु होला मेरो सानोलाई। घुमी 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 चुप्पा ल मम्मा चुप्पा। ल भाइ ल जाऊँ, जानुहोस् बेबी। ल बजेसँग जानु, ल फोटो खिची खिची गर्नु। बजे रेडी भएर अब त ल जानुहोस् त जानुहोस्। ल बजेसँग हेर्नु त, बजे चाहिँ त्यो नर्मल कपडै देखेर के। ल बजेसँग फोटो खिची खिची गर्ने मेरो सानोलाई। हामी चाहिँ हिँड्यौँ। कहाँ आउँछ रे ट्याक्सी? यहीँ आउँछ रे ट्याक्सी त आउँछ त भन्ने कि ट्याक्सी कोला पुऱ्याउने हो। अर्दाले फेरि फोन छोडिराखेको छ। हामी चाहिँ हिँड्यौँ। आज फेरि काठमाडौँ पनि जानेछु साथीहरू, त्यही भएर छिटो खाना खाएर फर्किनुपर्छ हामी चाहिँ। मेरो फोन ठुलो गाडी आयो, अब हामी चाहिँ जानु। अब हामी चाहिँ जाँदैछौँ। खै त्यहाँ सडक चाहिँ फर्केर जाँदै चाहिँ अब जाँदैछु। कहाँनिर जाने खाली पेट आज खाली त्यहाँ न मकै छ क्या। के गरेछ बेबी? मकै छ अगाडि कस्तो बाइस थुप्रै मकैहरू साथीहरू। अब त्यहीँ गएर भेटौँला हामी। प्रोग्राम भइरहेको छ। हाम्रो माइजू हुनुहुन्छ यहाँ चाहिँ। अस्तिको हाम्रो माइजू भिडियो डिलिट भयो, टेन्सन भयो मलाई। होइन मामा ऊ आफै छोडेको। ब्लग जिरो मलाई पाउनु तपाईँको नि दिन आउँछ पाउनु, त्यतिखेर भन्छु नि। अनि त्यतिखेर 4 वर्षपछि भान्जीहरूले
किन नि तपाईँ कहाँ पुग्ने हो र हामी सँगै पुग्छु नि नानी सुतेर मामा मामा भाइरल हुनुभएको रे अब बियर खाएको वाला नि भाइरल हुन्छ राम्रो देखेको के I love you. छिटो हल्ला हाल्ने दिदी दिदी छिटो गर्नु है फेरि हेर्दैन जाऊ त होला न तिमी समाउनु के छिटो जानु छिटो छ्याप दुईटा सोल्टिनीले नि सकेन हौ दुईजना भएर नि सकेन ए ल क्षमा बाई बाई छुट्टी नै खेल्दैछौ चुप्पा गर्यो न तिमीले यता यता बजेलाई बाफ्रे जिउ गरेको त दिदीलाई आयो मेरो सानो हेर न मेरो भाउजू भिडियो बनाएको अच्छा मेरो यहाँ भिडियो बनाएको के अरे वेलकम टु माई भ्लग भाउजू जान त भएन दिदीले भाइले ल्याइदिएको रे जुत्ता मक्खै दामी रहेछ कलर त रिबुकको हौ आर्का भाउजूले हाम्रो लागि सामान खोलेर देखाउँदै हुनुहुन्छ एक्साइटेड हजुर धन्यवाद दिदीले जिन्दगीमा फर्स्ट टाइममा तिमीले गिफ्ट पाएको
मैले त कति दिएँ गिफ्ट फर्स्ट टाइम ए ऊ उसको फुपूले नि किनिदिएको त्यो व्हाइटको यस्तो बनायो माम खाएर पुन्टुले वाउ बेबीको ए वा ट्र्याक सुट ल्याइदिनु भएको रहेछ माइजूले बेबीलाई त बाफ्रे कोले कपडा किनिदिने हो माइजूले छ्यामाले फुपूले धनी भए मेरो छोरी त अर्का ओ वाउ 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 खोलेर देखाइनु त भाउजू खोलेर देखाइनु ओ तिमी उता जाऊ त तिम्रो खुट्टा देखि मेरो खुट्टाले झन् बारेर हुन्छ ए के रे रिमे लन्डनको ओ माई गड कस्तो दामी रहेछ नि त मलाई मनपर्ने कलर रहेछ भाइ वाउ लुक गाइज थ्याङ्क यू सो मच मेरो भाउजू ए अनि यो माला त झन् दुईटा नि एउटा त म एउटा यो थ्याङ्क यू सो मच भाउजू आमा यो हिराको माला नि यो हिराको माला यो केबाट आएको के हो त्योहरू अझै हेर्ने अझ के छ भनेर ए ऊ बेबी प्रिन्सेस उसले नि त्यतिखेर त मन पर्दैन खाना त खान्छ छ्या भूकम्प आएर के भन्छ यो केटा ऊ त्यहाँ गाडी चढेर आएको त्यो मलाई त्यस्तो फिल भएर नि उसलाई हल्लियो भूकम्प आएर भएको भाउजूले यहाँ सामानहरू पुरा आधा आधी हामीलाई दिनुपर्ने सामानहरू निकाल्दै दिँदै हुनुहुन्छ त्यही मेरो नानी खेल्दैछ के अरे यो चाहिँ ओरिजिनल अच्छा ओके छ त ए तेरो यो स्वेटर मलाई नि दे एकचोटि लाउनलाई एकचोटि मात्रै भनेर ल रे ल ओ माई गड ए सिलाएको भाउजू ए हेर्नु कोही फेरि त्यहाँ त्यो स्वेटर खोला बेबी नाना खोल्ने अब खोल्नै माने छैन नाना पनि यहाँ यो पुन्टु त ल ओरिजिनल होल्यान्ड लुङ्गी साथीहरू यो चाहिँ उल्टो नि सुल्टो नि लाउन मिल्ने रहेछ हेर्नुहोस् मैले चाहिँ स्वेटर पनि नापिसकेँ यसो ठिक्क भएको भाउजू चाहिँ मेरो ज्यानहरू ल्याइदिनु भएछ कि अनि हेर्न लुङ्गी कुरा चाहिँ भाइ होल्यान्ड लुङ्गी भनेर हामीलाई त अनि भिडाइदिन्थ्यो त है यहाँ त कति महँगो यहाँ तर ओरिजिनल धेरै धेरै धन्यवाद मेरो भाउजूलाई मेरो प्यारी भाउजूलाई देखाइदिनु अनि बिचारा मेरो भाउजू त एकदम दुब्लाउनु भएछ रे त मेरो पिरले होला रे म त पुगिहाल्यो मेरो भारी अब हेर्नुहोस् साथीहरू यो पछ्यौरी चाहिँ मेरो प्यारी बहिनीले दिएको मलाई के भन्छ अरे पस्मिनाको पछ्यौरी यस्तो तातो छ साथीहरू ओके साथीहरू मेरो आजको भ्लग यति नै थियो एकदमै टाढाको बाटो हिँडेर आएको एकदम गर्मी गर्मी रे हिँडेर आएको रे एकदम टाढाको बाटो ट्राभल गरेर आएको एकदम थकाइ लागेको छ हस् त साथीहरू गुड नाइट बाई बाई